हानियासेरमुन आज हामी पढ्दैछौँ खुम्बाङ र फाङ्गुङको डिफिनेसनको बारेमा भने अब हामी यता हेर्छौँ। खुम्बाङ र फाङ्गुङ धेरै स्टुडेन्टहरु चाहिँ यो कन्फ्युज हुनुहुन्छ। खुम्बाङ र फाङ्गुङको बारेमा धेरै स्टुडेन्टहरु कन्फ्युज हुनुहुन्छ। त्यसको लागि चाहिँ अब हामीले गर्छौँ। अब खुम्बाङ भनेको तुरुन्तै यो भर्खरै भनेको मतलब यसलाई दुईटीले तुरुन्तै भने तापनि दुईटीले तुरुन्तै पनि भन्न सकिन्छ, भर्खरै पनि भन्न सकिन्छ है त्यस्तो अवस्थामा। तर छुट्याउने कसरी? अब हामीले भन्दा खुम्बाङलाई फ्युचर टेन्स भनेर पनि अर्थात् फ्युचरमा प्रयोग गरिन्छ भनेर पढ्छौँ। अनि यसलाई फर्स्ट कन्डिसनमा के रहेछ? खुम्बाङलाई चाहिँ फ्युचरले संकेत गरिन्छ अर्थात् फ्युचरमा प्रयोग गरिन्छ भनेर त पढ्छौँ। अनि यसलाई चाहिँ फाङ्गुङलाई के भन्दो रहेछ? फाङ्गुङलाई चाहिँ पास्टसँग अथवा पास्टसँग चाहिँ हामीले कम्पेयर गर्छौँ, यसलाई चाहिँ पास्ट हो भनेर बुझ्छौँ है। तर भन्ने हुन्छ। तर पास्टमा पनि सोचे भन्दा छिटो कार्य गर्दा पनि खुम्बाङको प्रयोग गरिन्छ। के रहेछ? भन्दा त हामीले फ्युचर भनेर पढ्यौँ है, फाङ्गुङलाई पास्टसँग कम्पेयर गरेर पढ्यौँ, यो पास्ट हो भनेर बुझ्छौँ। तर पास्टमा पनि सोचे भन्दा छिटो कार्य गर्दा पनि के को प्रयोग गरिन्छ? खुम्बाङको प्रयोग गरिन्छ। अब यता त प्रयोग गर्न सकिँदैन। अनि अर्को कुरा छ खुम्बाङको प्रयोग गरी आदेश र अनुरोध गर्न सकिन्छ। ल हेर्नु त के रहेछ? खुम्बाङको प्रयोग गरिसकेपछि के गर्न सकिन्छ? आदेश र अनुरोध गर्न सकिन्छ। अब आदेश र अनुरोधको ग्रामरहरु त हामी सबैलाई थाहा छ। सिप्सियो, उसिप्सियो, सेयो उसेयो, लकायो उल्कायो है। त्यस्तै गरी अरु बसिदा जा जस्ता ग्रामरहरु प्रयोग गर्न सकिन्छ है। फाङ्गुङको प्रयोग गरी आदेश र अब यता सकिन्छ भनेपछि राइट नाम, यता चाहिँ फाङ्गुङको प्रयोग गरी आदेश र अनुरोध गर्न सकिँदैन। बुझ्नुभयो है? के रहेछ? खुम्बाङमा सकिन्छ, फाङ्गुङमा सकिँदैन। अब हामी सेन्टेन्समै जान्छौँ। पहिला हामीले यसलाई फ्युचरबाट सेन्टेन्स बनाउँछौँ। छन् खुम्बाङ हादाबाट हाल्के के हो? मैले तुरुन्तै अथवा छिट्टै गर्ने छु। छन् खुम्बाङ हाल्के म चाहिँ छिट्टै अथवा तुरुन्तै गर्ने छु भनेर भन्छौँ है। अब यता चाहिँ एउटा सेन्टेन्समा हेरौँ। पास्टमा चाहिँ फाङ्गुङ पास्टसँग भन्दा पास्टमा प्रयोग गरेपछि भयो। छन् फाङ्गुङ यसै मैले भर्खरै अथवा तुरुन्तै गरेँ अथवा भर्खरै गरिसकेँ। मैले भर्खरै गरेँ। तपाईँले कतिखेर गर्नु आउँदा भन्दाखेरि मैले भर्खरै गरेँ हो, भर्खरै गरेँ। यतिको समय चाहिँ भइसक्यो कि अब
अब यो सेन्टेन्सको बारेमा त नर्मल्ली भइसक्यो, सबैजनाले मिलाउनुहुन्छ, पास्ट र फ्युचर छुट्टा भइहाल्यो। तर पनि अब के छ, पास्टमा पनि सोचे भन्दा छिटो कार्य गर्दा पनि खुम्बाङको प्रयोग गरिन्छ। फेरि है पास्टमा पनि छनुन सिजाङ ए खास भनेको गएर खुम्बाङ वासै के भन्छ, म चाहिँ बजार गएँ अनि उतिखेरि आएँ के भन्छ, म बजार गएँ अनि आएँ भन्नुहुन्छ नि मम्मीहरूले, नभुलिकन आएछ भने जस्तै गर्दा के गरेँ, म बजार गएँ, भुल्न पनि थालेन, उतिखेर गएँ, अब चाहियो सामान ल्याएँ, तुरुन्तै आएँ। हो हाम्रो त्यस्तै गरेर एउटा सेन्टेन्समै थियो पुरानो पाठमा, छिपछादेखिका अरेची आना सयो, घर खोज्न चाहिँ गाह्रो भएन भन्ने कुरामा थियो। त्यसमा आनी होइन, खुम्बाङ चाहिँ होइन, गाह्रो चाहिँ भएन, छिट्टी अथवा तुरुन्तै घर खोजे भनेर भन्न सकिन्छ त्यस्तो बेलामा है। ल फेरि छ छनुन सिजाङे खास खुम्बाङ वासमा चाहिँ तुरुन्तै त भर्खरै आएँ, त छिट्टी आइसक्यो, उतिखेर आएँ भन्न खोजेको कुराहरू। ल अनि फाङ्गुङको प्रयोग गरी आदेश र अनुरोध गर्न सकिँदैन। यसरी लेख्नु छ हामीले, यता लेख्नु बिर्सेको के होला, इरुल खुम्बाङ के हुन्छ होला आदेश गर्दा, हासेयो भन्न पाइने कि नपाइने, त पाइने है, पाइने रहेछ। फाङ्गुङ हासेयो भन्न नपाइने। ल यति नै हो। ल के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला।